नमस्ते, म श्री प्रसाद श्रेष्ठ, रुडो गाउँपालिका वार्ड नम्बर 4 बाट हाल विदेश थिएँ। अहिले नेपाल आउँदाखेरि यहाँ पहिलो विदेश हुँदाखेरि यहाँ सरले यो भिडियोहरू बनाइरहनुहुन्थ्यो। हाम्रो ऐतिहासिक सामानहरू, धार्मिक पुस्तक तथा पत्रिकाहरू यिनीदेखि लिएर सबै कुराहरू यहाँ जानकारी लिनको लागि पनि म आएको थिएँ। अनि यही बेलामा सरसँग 2-4 शब्द केही सोधौँ भनेर नजानेका कुराहरू भनेर आज यहाँ हल्का भिडियो पनि बनाऊ भनेर आएको थिएँ। यो चाहिँ रानीबास तर थप्लुङ भन्छ यहाँ, र अरू जानकारी चाहिँ यहाँ सर हुनुहुन्छ। सर भन्नु। नमस्कार आदरणीय दर्शक तथा श्रोतावृन्दहरू, मेरो नमस्कार। यो रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 4 थप्लुङमा पर्ने यो चाहिँ रुरु सङ्ग्रहालयमा यहाँहरू आइदिनु भएको छ। यो रुरु सङ्ग्रहालय लगभग मैले धेरै वर्षदेखि पहिला मैले सोचेको थिएँ। सोचाइअनुसार भर्खर 8-9 महिना भयो मैले स्थापना गरेको। खास गरी यो रुरु सङ्ग्रहालय रुरु गाउँपालिका वडा नम्बर 4 थप्लुङमै छ। अब यो ऐतिहासिक तथा हस्तकलाका सामग्रीहरू सङ्ग्रह रुरु सङ्ग्रहालय रुरु क्षेत्र वडा नम्बर 4 थप्लुङ हो यो। अब यहाँ खास गरी रुरु क्षेत्र गाउँपालिका चाहना ऐतिहासिक वस्तु तथा हस्तकला सामग्रीको जगेर्ना भनेर चाहिँ यो नारा बनाइएको छ। खास गरी यो विद्यार्थीहरूका निमित्त अथवा आउने जेनजी पुस्ताहरूका निमित्त पैसा बिना पनि जीवन जिउन सकियोस् भनेर मैले यो हस्तकलाका सामग्री अथवा ऐतिहासिक वस्तु तथा हस्तकलाका सामग्री दुईटैलाई जोडेर यो स्थापना गर्न खोजेको छु। जस्तै 5 जको प्रयोग खुसी जीवन जिउन सहयोग। यो 5 जको प्रयोग गरियो भने हामीलाई चाहे 10 रेक्टरको भूकम्प जाओस्, चाहे विश्वयुद्ध होस्, चाहे छिमेकी देशले नाकाबन्दी लगाओस्, जे भए पनि हामी यति 5 जको प्रयोग गऱ्यौँ भने हामी बिना पैसा जिउन सक्छौँ भनेर आउने पुस्ताहरूलाई, आउने जेनजी पुस्ताहरूलाई सिकाउनका निमित्त मैले यो स्थापना गरेको। जस्तै 5 ज भनेको जल, जमिन, जङ्गल, जडीबुटी र जाँगर। जस्तै यहाँ मैले यसबाट प्रस्तुत गर्न सक्छु। जल, जमिन, जङ्गल, जडीबुटी र यसलाई आफ्नो जाँगर प्रयोग गरेर। जस्तै अहिले चाहिँ यो पृथ्वीमा जल, जमिन, जङ्गल, जडीबुटी छ, यसैलाई प्रयोग गरेर हामी जिउन सक्छौँ। अहिलेको यो विश्व संसार जसरी चलेको छ, हवाई जहाज उडे पनि अनि पानी जहाज बुडे पनि खास स्रोत भनेको यही हो। जल, जमिन, जङ्गल, जडीबुटी र जाँगर यो पृथ्वीबाटै उत्पत्ति भएको। जस्तै चाहिँ ढुङ्गे युगमा पनि मान्छे बाँचेका थिए अनि जङ्गली अवस्था पनि मान्छे बाँचेका थिए। अहिलेका राउटे पनि बिना पैसा बाँचेका। त हामी के भन्दाखेरि पैसा बिना नै भूकम्प गएर तहस नहस भएर सबै यो भ्याइए पनि हामी ओडारमा बसेर जल, जमिन, जङ्गल, जडीबुटीलाई प्रयोग गरेर बाँच्न सकिन्छ है भनेर सिकाउने यो सङ्ग्रहालयको उद्देश्य हो। खास गरी यहाँ पुराना बाजाहरू छन्, विद्यार्थीलाई मनोरञ्जन गर्नलाई हातैले बनाइएका बाजा हुने नि। यहाँ कुनै पनि उद्योग धन्दाबाट बनेका बाजा छैनन्, हातैबाट बनेका बाजा। अनि त्यस्तै गरी गएर त्यस्तै गरी यहाँ यो आयुर्वेदिक औषधि, जस्तै हामी चाहिँ पहिला हात खुट्टा भाँचिए पनि जडीबुटी थिचेर आयुर्वेदिक औषधि हुन्थ्यो। अहिले डक्टर सुईहरू डक्टरहरू थिएनन्। पहिला बुवाहरूले, हजुरबुवाहरूले जडीबुटी नै जम्मा गरेर त्यसलाई पिसेर खल गरेर यो खल गर्ने यस्तो हुन्थ्यो। यो खल गर्ने चिज हो। अनि त्यस्तै गरी यी पुस्तकहरू छन्, यहाँ लेखिएका छन्। जडीबुटी जम्मा गरेर हामीले चाहिँ औषधि उपचार गर्न सकिन्छ भनेर चाहिँ यहाँ देखाइएको छ। त्यस्तै गरी साना विद्यार्थीहरूलाई आफ्नो पाठ्यको पुस्तकमा भएअनुसार यो सञ्चारका माध्यमहरू, जस्तै पहिला चिठी सुरु भयो, त्यसपछि पत्रपत्रिका सुरु भयो, त्यसपछि रेडियोबाट समाचार आयो, त्यसपछि यो फोनको प्रयोग भयो, त्यसपछि मोबाइलहरू आए, अहिले चाहिँ रेडियो, टेपहरू, टेलिभिजनहरू यो सञ्चारका माध्यम। सानो खालको विद्यार्थीलाई सञ्चार कसरी भएको, यो सूचना सञ्चार कसरी प्रयोग भएको भनेर त्यहाँ देखाइएको छ। जस्तै प्राकृतिक रङ, अहिले हामीले विभिन्न खालका रङहरू लगाएका छौँ। पहिला यस्तो रङ थिएन। पहिला माटाकै रातो, सेतो, पहेँलो, कालो माटो प्रयोग गरेर फुस्रो माटाकै प्रयोग गरिन्थ्यो। त्यस्तै गरी गएर यहाँ विभिन्न खालका पुराना ऐतिहासिक पुस्तकहरू छन्। अनि
पुस्तकहरू पुराना पुस्तकहरू अनि यो पुराना बाजा जस्तै यहाँ एउटा बाजा छ यो पुरानो बाजा हो यसलाई एक तारे भनेर भनिन्छ तैँले सुनिसकेछ यस्तो जस्तै यो मैले बजाएर देखाउँछु